र हजुरहरूलाई यहाँनिर मैले प्रत्यक्ष रूपमा देखाइरहेको छु। हिजो हामीले अर्किड पाएका थियौँ भने यहाँनिर ब्लोन सरहरू आज यहाँ अर्किडको भिजिटमा यहाँ आइसक्नु भएको छ र हाम्रो भास्कर दाजु पनि यहाँ माथि आउनु हुँदैछ। यो चाहिँ मैले चाहिँ हिजो बेलुकै लिएर पनि मल सल फिटेर पनि यहाँनिर यसरी हो ठ्याक्कैसँगले बनाएको छु र आज यहाँ ठ्याक्कै भिजिटमा पनि आउनुभयो। भास्कर दाजु यता आउनुहोस् त, अलिक लाइटले राम्रो देखेन। हिजो बाँडेको आज भिजिट गरिदिइहालेको हामी। हजुर रोपेन हजुर 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 एकदम एकदम सन्तोषजनक पाराले रोपेको रहेछ। हजुर हजुर हेर्नुहोस् न यहाँनिर। लु भास्कर दाजु भन्नुहोस् त। हजुर रोपाइ ठिकै छ, बाँडै साँडै छैन, कहीँ केही छैन, केही 2 नम्बरी छैन। कार्टुन पनि उहीँ लडिरहेको छु यहाँ कार्टुन पनि ठिकै छ सर। र तपाईँहरू यसरी भिजिटमा आइदिनु भयो त्यसको लागि हामी राङभाङवासीकोबाट धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ। र अरू जग्गा पनि अब सायद भिजिट जानुहुन्छ होला होइन, र उहाँहरू सन्तोषजनक हुनुहुन्छ र यसमै हामी एकदम खुसी छौँ। यस्तो छ कुराकानी चाहिँ। र सर यहाँ मेरो पुरानो फुलबारीमा पनि हेरिदिनु हुँदैछ। सर यो चाहिँ यो टाइगर नियम भन्छ नि, नेचुरल हो। हजुर टाइगर नियम भन्छ नि। यहाँनिर भास्कर सरहरू आएर स्वयं भिजिट गर्नु हुँदैछ। टाइगर नियम क्या होइन, यो तल मनदीपले दिएको मलाई। तपाईँकोबाट लिएको त यहाँ कता छ? उहाँ यो ल ठिकै छ, अर्कै कलरको निक्ल्यो भने झन् राम्रो है। मेरो चाहिँ फुलबारीहरू यस्तो छ र सरहरू यहाँनिर भिजिटमा आइदिनु भएको छ। धेरै धेरै धन्यवाद भन्नुपर्छ। र यतिको टिम र यतिको टिम वर्क भयो भने चाहिँ एकदमै राम्रो हुन्छ। सर कस्तो लाग्यो अलिकति भनिदिनुहोस् न यहाँनिर। एकदम भाइले एकदम ध्यानसँग स्याहार्दो रहेछ। हजुर हामीले उहाँलाई फुल दिएर चाहिँ फुल गऱ्यौँ न रहेछौँ भन्ने चाहिँ लाग्यो। हुन्छ कतिले त रोप्दैन, हजुर बाँडी पठाउँछ। हजुर हिजो जस्तो बाँड्यौँ आज हेर्न आएको थियौँ। हजुर एकदम 24 घन्टाभित्रमा एकदम रेडी छ। गरेको रेडी भेटायौँ, धेरै खुसी लागेको छ। हजुर हुन्छ थ्याङ्क यू। र सरले यहाँनिर मेरो सानो फुलबारी भिजिट गरिदिनु हुँदैछ। यस्तोहरू नगर्नु हौ, यस्तोहरू छ नि हौ।